हेलो गाइजहरू, के छ सबैजनालाई? सन्चो बिसन्चो आरामै हुनुहुन्छ होला होइन? यस्तै हो, मलाई चाहिँ हल्का ठिक थिएन आज, अनि ठिक नभएर आज चाहिँ अलिकति मेडिकल गएर आएको थियो होइन, औषधि लिएर आएको थियो। अब औषधि खान्छु अनि ठिक हुन्छ औषधि खाएपछि। अनि अलिक सन्चो थिएन क्या, त्यही भएर भर्खरै मेडिकल गएर औषधि पनि ल्याएको छु। अब खानुपर्छ। यस्तै हो है, गाह्रो हुँदो रहेछ अर्काको देशमा। अब सन्चो नभएपछि यस्तै हो। त्यो पनि अरूभन्दा यस्तो अलिकति गाह्रो पनि छ। अब हस्पिटलतिर पनि जानु मिल्दैन, किनभने अब यता त हर चिजको इन्सुरेन्स चाहिन्छ नि त। बिना इन्सुरेन्समा दबाई पनि दिँदैन, हेर्दैन पनि। त्यही भएर मेडिकलमा गएर सानो औषधि लिएर आएको। यस्तै हो, किनभने अहिले इन्सुरेन्स छैन नि त। इन्सुरेन्स छैन हाम्रो कम्पनीमा चाहिँ। अब इन्सुरेन्स नभएपछि धेरै गाह्रो हुन्छ। अब सानोतिनो बिमारी त अब मेडिकलले गरिहाल्छन्। अब यस्तै हो, लास्टै गाह्रो भयो भने चाहिँ तनाव हुन्छ, किनभने आफ्नै पैसा लाग्छ, कम्पनीले बेहोर्दैन नि त। त्यही भएर गाह्रो हुन्छ। कम्पनीले बेहोर्नु पर्ने हो खासमा त, तर बेहोर्दैन। त्यही भएर चाहिँ गाह्रो हुन्छ हाम्रो लागि चाहिँ, हामीलाई चाहिँ। यस्तै हो।